28 गते ज्येष्ठ 2082 मा कवीर परमेश्वरजीको प्रकट दिवस परेको छ, जुन सतलोक आश्रम धनुषामा 26, 27 र 28 ज्येष्ठ 2082 मा सन्त रामपालजी महाराजको सानिध्यमा धुमधाम र आध्यात्मिक उल्लासका साथ मनाइनेछ। कवीर परमेश्वरजीको प्रकट दिवस यस्तो पावन दिवस हो जहाँ कवीर भगवान काशी नगरको लहरतारा तलाउमा रहेको कमलको फूलमाथि सशरीर प्रकट हुनुभएको थियो। उहाँले यस्तो अनुपम ज्ञान दिनुभयो जसले आत्मालाई झकझकाउँछ, साथै जीवनको वास्तविक उद्देश्य पनि बुझाउँछ। यस पावन अवसरमा निम्न कार्यक्रमहरूको आयोजना गरिनेछ: विशाल भण्डारा, निशुल्क मन्त्र दीक्षा, दाइजो रहित विवाह समारोह, रक्तदान कार्यक्रम, विशाल आध्यात्मिक प्रदर्शनी आदि। यो समागम परमात्मालाई प्राप्त गर्न चाहने प्रत्येक आत्माका लागि एक अनमोल अवसर हो। अत तपाईहरू सपरिवार यस दिव्य सत्संग समारोहमा उपस्थित भएर प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। आयोजना स्थल सतलोक आश्रम धनुषा, मिथिला नगरपालिका वडा नम्बर 2, बेलाचापी, महेन्द्रनगर पुलदेखि पश्चिम, जिल्ला धनुषा, नेपाल। सत साहेब।